ठिक छ। त्यसपछि तिम्रो असीमको मम्मी अघि यो विद्यार्थी पछि बस्दिनु होला। अभिभावक भएको विद्यार्थी अघि आउनुहोस्। भएको विद्यार्थी अघि आओस् है, क्रमशः अघि आओस्। मिलाइदिनुहोस्। फेरि जोडिनु भयो यहाँ जोडिनु भयो। अलि परसम्म पुग्नुहोस्। एउटै साइडमा अभिभावकज्यूहरू कता उभिनु भएको छ? एउटै साइडमा उभिदिनुहोस् त। उतै विद्यार्थीको लेफ्टतिर उभिदिनु होला। ल ठिक छ, यहाँ पनि राम्रो छ। हजुरहरू पनि उतापट्टि गइदिनु न, उतापट्टि थोरै उतापट्टि र नछोइनु है, कोही पनि नछोइनु। उहाँ बुवाको कसको अभिभावक हो? ममता कहाँ छ? ममता ठिक छ। यहाँ यसरी यहाँबाट अलिकति हजुरको अभिभावक दुईतिर खै को आउनु भएको छ है? तपाईँ उही आउनुहोस् त। एकै ठाउँमा आइदिनुहोस्। आफ्नै अभिभावक आउनुहोस् न, खोज्नुहोस् आफ्नो अभिभावकलाई। सिनियर क्लासमा जाँदा राम्रो होला है, अझ ठुलो क्लासमा गइदिँदा राम्रो हुन्छ। ठिक छ ल, ठिक छ ल, एकै ठाउँमा राख्नुहोस् त। ल जे जति अभिभावकज्यूहरू आउनुभयो, यहाँहरूलाई मैले फेरि पनि विद्यालयको तर्फबाट हार्दिक स्वागत सम्मान गर्न चाहन्छु। र अभिभावक आजको यत्रो गरिमामय कार्यक्रममा जो उपस्थित भइदिनु भएन, त्यहाँनिर केही प्रश्नहरू पनि होलान्। उहाँहरूका बाध्यता अहिले सबै अभिभावक हुने विद्यार्थीहरूको लागि त्यो उहाँहरूले लेखेको प्रतिबद्धता पत्र वितरण गरिदिनु होला सर। उहाँहरूले त्यस्तै हुनुहुन्छ। किसान अलि काट्नु भयो। तपाईहरु अलि साइडमा अझ पछि सरस्वती अलि पछि जानुहोस् न, अलि पछि। हजुरको अभिभावक आउनु भएन, अलि पछि। रेखा चाहिँ अलि पछि। हो ल त्यसै लाइनमा बिगारिदिनु होला। ल अब हाम्रो बाल क्लबको अध्यक्षको हुनुहुन्छ हाम्रो सुशील थापाको अभिभावक आउनुभएको छ। अर्को कोरे सचिव। ल इशारा जिसीलाई CHANGE खै एकपल्ट भन्नुहोस् त सबैले। चेन्ज है त पुरा गर्नलाई तपाईहरुले अब आगामी दिनमा देखाउने क्रियाकलाप इफोर्ट हो। म कुसमा जाने हो भन्ने,
अनि म एकछिन पनि हिँड्न नसक्ने घरमै सुतिरहेँ भने म कुसमा पुग्छु त? जो भन्नुहुन्छ नि जो त्यो प्रतिबद्धता, तर त्यो प्रतिबद्धता गर्दैमा पुरा हुन्छ त? प्रतिबद्धता पुरा हुँदैन। त्यसको लागि के गर्नु पर्यो? इफोर्ट लगाउनु पर्यो, बल लगाउनु पर्यो, क्रियाकलापमुखी हुनु पर्यो। तपाईँहरू धेरै क्रियाकलाप गर्न सक्नु पर्यो। मैले सबै कक्षामा भन्ने गरेको छु, यदि त्यो अगाडिको सी र पछाडिको ई हटाइ त्यो ह्याङ भन्यो झुन्डिने मोबाइल ह्याङ भयो। ह्याङ भयो भनेको के? चलेन। त्यस्तो भयो जिन्दगी पनि चलेन। जब तपाईँहरूमा चेन्ज आउँदैन नि, परिवर्तन आउँदैन नि, अहिलेको परीक्षा जस्तै फेरि अर्को परीक्षा हुन्छ नि, कक्षा 9 बाट 10 सम्म चेन्ज भएन, 10 बाट एससी चेन्ज। त्यो कमिटमेन्ट पुरा गरेर के गर्नु पर्यो? इफोर्ट लगाउनु पर्यो। इफोर्ट भनेको के? अब तपाईहरु 6 बजे उठ्नुहुन्छ भने 5 बजे उठ्ने हो, बेलुका 9 साढे 9 सम्म पढ्नुहुन्छ भने 10 साढे 10 सम्म पढ्ने हो। यी क्रियाकलापहरू तपाईहरुले इफोर्ट रूपमा गर्न सक्नुहुन्छ। हो त्यो दुईवटा काम अब तपाईहरुले गरिदिनु भयो भने तपाईहरु चेन्ज हुनुहुन्छ, नभए के गर्नुहुन्छ? ह्याङ हुनुहुन्छ। त्यो चिसोमा कति रात बिताउनु भएको छ। तपाईहरुले आफूले खाना नखाइकन तपाईहरुलाई दुध चुसाउनु भएको छ। त्यो मम्मीले एकपल्ट सम्झिनुहोस् त। यदि त्यो मम्मीलाई बिरामी हुनुभएको छ, त्यो बाबाको अनुहारसँग तपाईहरुले राम्रो गरिदिनु भयो भने बुवाको अनुहार, मम्मीको अनुहार कति हँसिलो होला, कति खुसी हुनुहुन्छ। तपाईहरुको भगवान हो नि बुवा आमा। सम्झिनुहोस्, जीवन खेलाची होइन। तपाईहरुले धेरै लामो सङ्घर्ष गर्नुपर्ने छ जीवनमा। हो त्यो मम्मीको बुवाको अनुहार सम्झिनुहोस्। अगाडि हुनुहुन्छ भने तपाईहरुको कक्षा 10 मा अध्ययनरत छात्र इशारा घरतीले विद्यालयले लिएको दोस्रो त्रैमासिक परीक्षा मा विषयगत रूपमा तपसिल अनुसारको अङ्क प्राप्त गरेकी छु। आगामी परीक्षामा सबै विषयको प्राप्ताङ्क बढाउने रणनीतिहरू अपनाई अपेक्षित अङ्क ल्याउने प्रतिबद्धता व्यक्त गर्दछु। हजुरको आशीर्वाद सधैँ पाइराखौँ। धेरै धेरै धन्यवाद छ प्रिय विद्यार्थी इशारा घरतीलाई र उहाँको अभिभावकलाई। र अब यसको व्यवस्था विद्यालयले मिलाउने छ। कक्षा 9 र 10 मा पढ्ने विद्यार्थीहरूको अहिलेको ट्युसनलाई निरन्तरता दिने, हामीले त्यही कुरालाई निरन्तरता गर्ने भएको छ होला। हो त्यो निर्णयको कुरा हो। कक्षा 11 र 12 मा पढ्ने विद्यार्थी भाइ बहिनीहरूका लागि तपाईहरु एकदम ध्यानपूर्वक सुन्नुहोला। भौतिक विज्ञान र रसायन विज्ञान तीनटा विषयको ट्युसन प्राविधिक साइन्स पढ्नेहरू है। अनि म्यानेज हुने हामीले ठानेका छौं। तपाईहरुमा यसको धारणा के हो भन्नुहोस्। कसैको छ केही धारणा? के भन्न खोज्दैछन्? पुनः आऊ त, के हो भन्न खोजेको? आऊ आऊ कति कतिजना लैजाऊ। हजुर के भन्यो रे? फिजिक्स र म्याथको मात्रै? केमिस्ट्रीको छैन? केमिस्ट्रीको नगर्ने? उतातिर अङ्ग्रेजी र अकाउन्टको के हो? अब यसको हामी म्यानेजमेन्ट गर्नेछौँ है। तपाईहरुले एकदम सहभागी हुने। ल यही निर्णय हामी गर्यौं। यो निर्णयका रूपमा जान्छ। अब दोस्रो त्रैमासिक परीक्षा
परीक्षामा विषयगत रूपमा तपसिल अनुसारको अङ्क प्राप्त गरेको हुँ। आगामी परीक्षामा सबै विषयको प्राप्ताङ्क बढाउने रणनीति अपनाई अपेक्षित अङ्क ल्याउने प्रतिबद्धता व्यक्त गर्दछु। सधैँ लागिरहोस्। मैले यस ज्येष्ठ सदस्य आदरणीय चन्द्रबहादुर थापाज्यूलाई यो सम्पूर्ण अभिभावक विद्यार्थी भेलामा उपस्थित भएका शिक्षक शिक्षिका गण्यमान्य सदस्यहरू सत्रहमा अवल गराउने विद्यार्थी लिएर पण्डितमा सभाले सब सिकाइ गर्ने हुन्छ त्यो अवश्य मनमा लिनुहुन्छ भन्दै मेरा विषयमा साथीहरूले भस्तो कार्यक्रम लौस अब आफ्नो घरमा जानु होला। सदैव त्यहाँ लेखेको है सकारात्मक सोचका साथ रचनात्मक कार्य गरौँ, जति सकिन्छ त्यति गरौँ, केही न केही अवश्य। यो मानव जुदी हो, त्यसै पाइँदैन। यो